हेलो हेलो साथीहरू सबैजना सन्चै आरामै हुनुहुन्छ। आज चाहिँ मलाई एउटा गिफ्ट आयो। म कस्तो खुसी छु हेर्नु न, त्यहाँ गिफ्ट आयो। कहाँबाट होला, कस्तो होला, के होला भन्ने चाहिँ एक्साइटेड थिएँ है, धेरै नै। अनि म चाहिँ के होला कस्तो होला भन्दै मेरो फेस हेर्नु न, त्यहाँ यता फर्काउँदै उता फर्काउँदै हेर्दैछु कि मक्ख परिरहेको छु म, हेर्नु है त त्यहाँ मेरो फेसको एक्सप्रेसन हेर्नु न। हेर्नु न त्यहाँ ह्याप्पी ह्याप्पी ह्याप्पी। थ्याङ्क यू सो मच फर वन्डरफुल गिफ्ट। हेर्नु है म कस्तो मक्ख परेको। ओ माई गड, मक्ख मक्ख मक्ख। ओ कति राम्रो सुज रहेछ। ओ माई गड, हेर्नु न। हेर्दैछु म यता फर्काउँदै उता फर्काउँदै क्यामेरामा देखाउँदै। म कति खुसी भएको हेर्नु न। लगभग यस्तै सुज चाहिँ चाहिरहेको थियो होइन, कि अलिकति हाई हिलमा थियो अनि मसँग भएको चाहिँ अलिक पुरानो हुन लागेको थियो। अनि आज यसो हेरेको त ठ्याक्कै आफ्नो साइजलाई हुने गिफ्ट आएछ सुज। साह्रै खुसी लाग्यो साथीहरू, साह्रै खुसी लाग्यो। अब चाहिएको कुरा गिफ्ट पाउँदा त जसलाई पनि खुसी लाग्छ नि होइन र। साह्रै खुसी लाग्यो। जसले सम्झेर यति राम्रो उपहार पठाइदिनु भयो उहाँलाई धेरै 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 धन्यवाद। हेर्नु है म सुज लगाएर टक्क रेडी पनि भइसकेँ कि म। हेर्नु न त्यहाँ देखाउँदैछु कि म मलाई ठिक भयो कि भएन, कस्तो देख्यो भनेर देखाउँदैछु साथीहरू। अनि म चाहिँ भनिरहेको छु क्या, मलाई चाहिँ धेरै खुसी लाग्यो, मलाई साइज पनि ठिक भयो भनेर भन्दैछु। तर मैले चाहिँ भोइस ओभर गर्दैछु साथीहरू। थ्याङ्क यू सो मच फर वाचिङ।